हेलो साथीहरु, ल हेर्नुस् म यो अलैँचीको चाहिँ उदयपुरमा अलैँचीको चाहिँ बिरुवा सार्दैछु। यो अहिले 2 महिना भयो सारेको। यो चाहिँ 6 महिना भयो सारेको। म यो अलैँचीको चाहिँ यो उदयपुरमा फल्छ कि फल्दैन भने म टेस्ट गर्दैछु। यसको लागि चाहिँ म 3 वर्ष यसको चाहिँ म निरन्तरता निगरानी गर्नेछु। यदि 3 वर्षमा फल्यो भने फुल्छ, 3 वर्षमा फुलेन भने हेर्छु म 4 वर्षमा फुल्नुपर्छ, यो फल्नुपर्छ। 3 वर्षमा फुलेर 1-2 दाना फलेर अनि 4 वर्षमा चाहिँ राम्रो फल दिनुपर्छ यो अलैँचीले। अब यो अलैँचीले कति राम्रो फल दिन्छ, 6 महिनाको चाहिँ बिरुवा हो यो। अब हेरौँ, म 3 वर्ष यसको चाहिँ परीक्षण गर्छु, म यात्रा गर्छु, यसको चाहिँ हेर्छु। अनि फल्यो भने म हजुरहरूलाई फेरि भिडियोमा फल्यो भने म देखाउने छु। हेर्नुस् है, फल्छ फल्दैन। यो मेरो घरको धारा कल पानीमै रोपेको छु मैले। यसै पानी चाहिन्छ नि त, यसलाई सेप चाहिन्छ। यता चाहिँ निबुवाको बिरुवा छ, यहाँ फलिराखेको छ निबुवा पनि राम्रो फलिराखेको छ। यता चाहिँ आँप छ, यता चाहिँ लिची छ हैन, यता चाहिँ आँप छ। फेरि यहाँ आँप पनि राम्रो फलिराखेको छ। अनि आँपको बगैँचामा चाहिँ मैले मरिच पनि लगाएको छु। मरिच चाहिँ यो 4 वर्षमा फल्नु थाल्यो। यहाँ मरिच राम्रो फल्नु सुरु गरेको छैन, अझै पनि राम्रो फल्छ होला। यहाँ हेर्दैछु, यहाँ अस्ति पनि मैले भिडियो अपलोड गरेको थिएँ, अलिक मसिनो थियो। अहिले चाहिँ अलिक ठुल्ठुलो फलिराखेको छ। अस्ति मसिनो बिरुवा थियो, अहिले फलिराखेको छ। यो बिरुवा मसिनो दाना देखेको थिएनन् अस्ति भिडियोमा, तर अहिले चाहिँ अलिक ठुलो भएर देखिराखेको छ। यत्रो फलेछ। हेर्नुहोस् कति राम्रो फल्छ। हेरौँ अब यो मरिच फल्यो भने चाहिँ राम्रो हुन्छ, चिउँदैन। कति राम्रो फल्छ हेर्छु। अब यता चाहिँ लिचीको बिरुवा। अब चाहिँ म भिडियो गरेर होइन भ्लग हालेर भाइरल हुनु खोजेको। यहाँ छिमेकी बहिनीले चाहिँ के साह्रो भाइरल हुनु खोजेको भन्दै हुनुहुन्छ। यहाँ फुलिराखेको छ है, यस्तो राम्रोसँगले। यो चाहिँ पाहाडमा हुने खुर्पानी हो, तर यहाँ तराईमा नहुने रहेछ। यो चाहिँ 5 वर्ष भइसक्यो फलेन। यो फुल्ने बेलामा चाहिँ हरियो हुन्छ, अनि फल्दैन। यो फल लाग्छ कि भने हेरेको, फुल्छ अनि फेरि झर्थ्यो पहिला। अहिले चाहिँ फुल्दैन, यो चाहिँ हरियो मात्रै हुन्छ। अनि यसको बिरुवा चाहिँ मैले रौता डाँडामा लगेर सार्ने कोसिसमा छु।